सिरामा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौँ आज दिनभरिको मुख्य समाचारबाट। प्रधानमन्त्रीको गुनासो, विरोधीहरू सुखी नेपाल समृद्ध नेपाल अभियान सफल हुन नदिन लागि परे। ओलीसँगको सम्बन्ध अझै राम्रो हुने कुरामा दुई मत छैन देउवा। कुलमान घिसिङलाई हटाएको विरोधमा सरकार विरुद्ध माइती घरमा प्रदर्शन। प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत, चैत 19 गते जाने। कुलमानलाई हटाइएको विरोधमा रवि लामिछानेले जनाए मैनबत्ती बालेर विरोध। देशकै ठूलो पीएन क्याम्पस पोखरामा अनेरासी भ्यूको प्यानल दोब्बर बढी मतान्तरले विजयी। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगमा 25 दिनदेखि ताला। विद्युत प्राधिकरण भरतपुर प्रमुखमाथि युवा संघका कार्यकर्ताले गरे हातपात, कार्यकक्ष तोडफोड। शेयर बजारमा उच्च गिरावट, नेप्से 2600 मुनि। आइएमई ग्रुप र आइएक्स वार्ल्ड कपको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा। बार्सिलोनाको प्रेडी भन्छन् बालन्दी र अरु जित्नुभन्दा टोलीलाई ट्रफी दिलाउन चाहन्छु। प्रदेश सभा सदस्यका लागि ल्यापटप खरिद गर्दै सुदूरपश्चिम। राजावादीद्वारा राजधानीमा चैत 15 गते जनप्रदर्शन गर्ने घोषणा। 105 प्रहरीले सम्पन्न गरे कमान्डो तालिम। अन्जिला एक साथ 16 देशमा रिलिज हुँदै। हेटौडा सिमेन्ट उद्योगले चैतको तेर्सो हप्तादेखि पूर्ण रुद उत्पादन थाल्ने। हलको भुइँ थर्किने गरी नेपथ्यलाई स्वागत गर्यो मेलबर्नले। कलङ्की ग्याङ फाइट 3 जनाको उपचार जारी, हत्या आरोपमा 15 जना पक्राउ। 3 महिनापछि भोजपुरमा निगमको उडान सुरु। पेशीको सूचना पठाउने अनलाइन प्रणाली शुभारम्भ। आज दिनभरिको मुख्य समाचार सुन्नु भएको छ भने सब्स्क्राइब गर्न नभुल्नुहोला।